घिरौलामा डायटरी नामक फाइबर तत्व हुन्छ जसले पाचन सुधारमा सहयोग गर्छ। यसमा हुने भिटामिन सी रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्न उपयोगी हुन्छ। घिरौलामा पाइने भिटामिन ए ले छालाको स्वास्थ्य र दृष्टिमा सुधार गर्छ। त्यसैगरी यसमा पाइने जिंक नामक तत्वले घाउलाई छिटो निको पार्न सहयोग गर्छ। घिरौलामा पाइने आइरनले रगत बढाउने काम गर्छ। यसमा पाइने म्याग्नेशियमले स्नायु प्रणालीलाई सन्तुलनमा राख्न महत्त्वपूर्ण काम गर्छ। यसमा पाइने अल्कालोइड्स नामक तत्वमा एन्टिब्याक्टेरियल प्रभाव हुन्छ जसले शरीरमा हुने विभिन्न खालका रोगको संक्रमणबाट बचाउन महत्त्वपूर्ण काम गर्छ। साथै यसमा पाइने सापोनिन्स नामक तत्वले कोलेस्ट्रोल कम गर्ने काम गर्छ। घिरौलामा पाइने टाइटरपेनोइड्स नामक तत्वले सुन्निएको कम गर्ने काम गर्छ र यसमा पाइने फ्लेभोनोइड्स एन्टीअक्सिडेन्ट युक्त हुन्छ जसले स्वास्थ्यमा निकै महत्त्वपूर्ण काम गर्छ। हामीले घिरौलाको सेवन र प्रयोग त गर्दै आएका छौं। सामान्य प्रयोगको विषयमा हामी जानकार नै छौं, तर विभिन्न स्वास्थ्य समस्यामा यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा अब कुराकानी गरौं। पाचन समस्या, कब्जियत तथा अपचमा घिरौलाको सेवन निकै उपयोगी हुन्छ। यसमा उच्च मात्रामा फाइबर पाइने भएकाले बिहान खाना खानुभन्दा अगाडि पकाएको घिरौला थोरै खाने र खानासँगै पनि खाने, साथै भुटेको वा